दाजु नमस्कार। जोजोलोपा नमस्कार। तपाईँ चन्द्र विनायकको पुजारी हुनुहुन्छ होइन? मैले एउटा नबुझेको कुरा, यो जुन चन्द्र विनायक सँगैको जुन यो घन्टी छ नि, धेरै भइसक्यो यो बाँधिरहेको होइन? मन्दिरको घन्टी र चौतारीमा राखेको मादल त जसले पनि बजाउन पाउँछ नि, होइन र? तर बजाउनु त पर्छ, तर मान्छे सबै एक नासको हुँदैन। कुनैले अब बिस्तारै बजाउँछ, कुनैले एकदम ठुलो बज्नै नसक्ने ठुलो बजाउँछ। त्यसको लागि अलिकति बजाउने टाइपको बनिरहेको छ। अब यसमा चाहिँ यो खास यो पार्टीगत रूपले यो काङ्ग्रेसको एमालेकोले नबजाओस् भनेर बाने त होइन? होइन, त्यो त पार्टीको हामीलाई के मतलब? भगवान थाहा मन्दिरमा बस्ने, मन्दिरको सेवा गर्ने, त्यो पार्टी हामीलाई केही मतलब छैन। हस्, धन्यवाद। ओम श्री गणेशाय नमो नमः।